फेरि पनि प्रभु येशू ख्रीष्टको नाममा जय मसीह भन्न चाहन्छु। परमेश्वरलाई धन्यवाद भएको होस्। आज हामी पानीले नि हामीलाई रोक्न सकेन हैन, चिसोले नि हामीलाई रोक्न सकेन। हामी परमेश्वरको उपस्थितिमा, परमेश्वरको वचनमा परमेश्वरसँग संगति गर्न, परमेश्वरसँग कुराकानी गर्न, परमेश्वरसँग नजिक हुनको लागि परमेश्वरले फेरि पनि हामीलाई यो ठाउँ जम्मा गर्नु भएको छ। अनि हामी परमेश्वरलाई हामी हृदयदेखि नै धन्यवाद दिनेछौँ। अनि आज कतिजना खुसी हुनुहुन्छ? हालेलुया। हामी सधैँ परमेश्वरको उपस्थितिमा, परमेश्वरको वचनमा खुसी हुनुपर्छ। अनि परमेश्वरले हाम्रो पास्टर बुवालाई कलकत्ताबाट सुरक्षित साथ इटारी आइपुग्नु भयो। कलकत्ताको भ्रमण सकेर इटारी आइपुग्नु भयो। आज इटारीमा त्यहाँनिर एउटा मण्डलीमा उहाँको वचन छ। हाम्रो प्रार्थना परमेश्वरले सुन्नु भयो अनि सबै कुरामा एकदम आशिषमय भयो भनेर भन्नुभएको छ। अनि परमेश्वरले उहाँको जीवनमा धेरै कामहरू गर्नु भएको छ। हामी परमेश्वरलाई धन्यवाद दिन चाहन्छौँ। अनि हामी पास्टर बुवाले चाहिँ पिता र पुत्रको सम्बन्ध किन चाहिन्छ भनेर कतिलाई हामीले क्वेसन सोध्छौँ हैन। तर पिता र पुत्रको सम्बन्ध हैन, हामी भन्दा ठुलो मान्छे अब हामीलाई केही अलिकति गाह्रो अप्ठ्यारो समस्या पर्यो भने हामीले सिधै मण्डलीमा ल्याएर छोराछोरीलाई भन्दाखेरि निराशा हुन्छ। उहाँहरू त यस्तो हुनुहुन्छ, उहाँहरूलाई नि यस्तो हुँदो रहेछ, अनि हामीलाई कस्तो हुन्छ त भनेर दुःख मान्नुहुन्छ भनेर हामीले कति कुराहरू मण्डलीमा हाम्रो दुःख, हाम्रो अभाव, हाम्रो समस्या हामीले मण्डलीका छोराछोरीहरूलाई हामीले भन्दैनौँ। सिधै हामी कसलाई भन्छौँ? हामी जे परे नि हाम्रो लागि जो परमेश्वरले हाम्रो माथि परमेश्वरले हामीलाई आत्मिक जन्म दिनुभएको छ। हामी जे भए पनि हामी दुबईमा पास्टर मालकम अनि जेसी ममलाई हामी सेयरिङ गरेर हामी भन्छौँ। अनि उहाँहरूले हामीलाई प्रार्थना गरिदिनुहुन्छ अनि उहाँद्वारा हामी ब्लेसिङ लिन्छौँ। अनि हामी सबै कुरा हामी के गर्न सक्छौँ? सफलता हुन सक्छौँ। हालेलुया। हाम्रो सफलता चाहिँ तलबाट होइन, हाम्रो सफलता चाहिँ माथिबाट आउँदछ। हालेलुया। अनि तपाईँहरूलाई कति लाग्छ पास्टर बुवा पास्टर आमाले हामीलाई केही कुराहरू भन्नुहुन्न भनेर भन्नुहुन्छ होला हैन। तर तपाईँहरूलाई हामीलाई नि दुःख पर्छ, समस्या हुन्छ, अभाव हुन्छ हैन, बिमार हुन्छ र पनि हामी चाहिँ पहिला कसलाई भन्छौँ? स्टेटमेन्ट कहाँ भन्छौँ? अनि परमेश्वरको जनलाई भन्छौँ। परमेश्वरको जनले हाम्रो लागि प्रार्थना गरिदिनुहुन्छ अनि हामी सबै कुरामा के पाउँछौँ? विजय पाउँदछौँ। हालेलुया। अनि हामीलाई सफलता पाउनुपर्छ, हामीलाई छुटकारा आउनुपर्छ, हामीमा विजय पाउनुपर्छ, हामी विजयको जीवन जिउनुपर्छ भने मण्डलीको पास्टर बुवा धर्म गुरुलाई जुन परमेश्वरको अगुवाई गर्नलाई, यसुको चरणमा पुर्याउनलाई तपाईँहरूलाई पास्टर बुवा दिनुभएको छ, पास्टर आमा दिनुभएको छ। तपाईँहरूले भन्न सक्नुहुन्छ अनि तपाईँहरूको लागि हामी के गर्न सक्छौँ? प्रार्थना गर्न सक्छौँ। हालेलुया। हालेलुया। अनि त्यहीको लागि परमेश्वरले यो जिम्मेवार यो काम दिनुभएको छ। अनि हाम्रो राकेश बाबुले कति राम्रो गवाई भन्नुभयो, खुल्ला होइन। कति उहाँहरूभित्र त्यस्तो पीडा, त्यस्तो छटपट हुँदा पनि कहिले कता जाउँ मण्डली आए जस्तो मात्रै, अनि हाजिर लाउन आए जस्तो, देखाउन आए जस्तो मात्रै उहाँले गर्नुभयो। तर जब हामी सच्चै म परमेश्वरको हौ, परमेश्वरको छोरा हौ अनि परमेश्वर मसँग हुनुहुन्छ, म एक्लो छैन, मेरो मण्डली परिवार छ, मलाई छुटकारा ल्याउनको लागि, मलाई प्रार्थना गर्नको लागि परमेश्वरले हाम्रो साथमा पास्टर बुवा दिनुभएको छ। यसुको चरणमा पुर्याउनको लागि हामीले कुनै कुरा लुकाउनु हुँदैन भनेर हामीले भनिदियौँ भने जब नङ र मासुको सम्बन्ध किन भनिन्छ र नङ र मासुको सम्बन्ध चाहिँ पास्टर बुवा र विश्वासीको छ भने त्यहाँनिर धेरै अचम्मको ठुल्ठुलो कामहरू छुटकारा परमेश्वरले दिनुहुन्छ। हालेलुया। अनि हामी गन्दैनौँ अनि भनेको कुरा टेर्दैनौँ, वास्ता गर्दैनौँ भने चाहिँ अघि राकेशले भन्नु भौतारिनी क्या, भौतारिनी। अनि अरूले त्यस्ता नि लाजै भन्नु क्रिस्चियन त छ, क्रिस्चियन भयो नि उनीहरूको जिन्दगी त्यस्तै छ, भद्रगोल छ, लासालिङ छ, केही सम्मान लिएको छैन, के क्रिस्चियन भन्नु भनेर मान्छेहरूले कति कुरा काट्ने गर्छन् होइन। तर पास्टर र विश्वासीको नङ र मासुको जस्तो सम्बन्ध नभएकोले गर्दा,
छलछाम गर्नाले गर्दा दोष लाउने, अर्कालाई दोष लाउने, अर्कालाई नराम्रो देख्ने, अर्कालाई घिन्न तरिकाले हेर्ने कारणले गर्दाखेरि हामी भित्रै घिन्ना पलाएर घिन्नाको चाहिँ के परेको हुन्छ, थुप्रो लागेको हुन्छ, रास लागेको हुन्छ। अनि त्यो घिन्नताको रास पल्टाउनको लागि परमेश्वरको अभिषेक जन र प्रार्थना चाहिन्छ। हालेलुया। कतिजना विश्वास गर्नुहुन्छ है? हामी भित्र भएको घिन्नता तितोपन हटाउनलाई चाहिँ के को चाहिन्छ? यसको चरणमा पुर्याइदिने मान्छे र हाम्रो लागि प्रार्थना गरेर छुटकारा ल्याउने मान्छे चाहिन्छ। आमेन। हुन्छ, हामी परमेश्वरको वचनबाट हेर्नेछौँ। मैले वचन नहेरेको नि धेरै भयो। दुबईमा जानुभन्दा अगाडि नै मैले भनेको थिइनँ, फेरि कति महिना भयो। आज स्वर्गको परमेश्वरले हामीलाई कुन योजना, कुन इच्छाले बोलाउनु भएको छ, हाम्रो जीवनबाट उहाँको इच्छा पुरा होस्। आमेन। आज चाहिँ हामी परमेश्वरको वचन हामी मत्ती 7को हामी 1 देखि हामी 6 सम्म, मत्ती 7को 1 देखि हामी 5 सम्म हामी हेर्नेछौँ है। मत्ती 7को 1 देखि हामी 5 सम्म हेर्नेछौँ। सायद यता पछाडि देखाइसक्नु भएको हुन्छ अगाडि बस्ने प्रोजेक्टरले। मत्ती 7को हामी 1 देखि हेर्नेछौँ। यहाँ चाहिँ परमेश्वरले के भन्नु भएको छ है, हामी सबैजनाले यो चाहिँ पढ्नेछौँ। एक पद गर्दै हामी सबैजनाले के गर्नेछौँ, पढ्नेछौँ है। यहाँ अब सुरु गरौँ। अरूलाई दोष नठहराऊ र हालेलुया। अनि परमेश्वरले भन्नुभएको छ अरूलाई दोषी नठहराऊ अनि तिमीहरू पनि दोषी ठहरिने छैनौ। हालेलुया। यो कसले भन्नुभएको? परमेश्वरले भन्नुभएको होइन। अनि जब हामी अरूलाई दोष लाउँछौँ, अरूलाई घिन्न तरिकाले हेर्छौँ, अनि गनगन गर्छौँ, अनि वाद विवाद गर्छौँ, अनि हाम्रो आँखाले जुन कुरा देख्छ हाम्रो आँखा चाहिँ के हो त? साँच्चै नै एउटा पापी नै हो क्या। जुन परमेश्वरले हाम्रो लागि हाम्रो पाप छुटकारा दिनको लागि परमेश्वर आफै क्रुसमा टाँगिएर रगत बगाउनु भयो। हाम्रो आँखाको पापले गर्दाखेरि उहाँको शिरमा काँडाको मुकुट पहिर्याउनु भयो। हाम्रो हृदयको पापले गर्दाखेरि उहाँको कोखामा भालाले रोपिएर रगत बगाउनु भयो। हाम्रो हातले गरेको पापले गर्दाखेरि उहाँको हातमा के गरेको छ? काँटी ठोकिएको छ है, काँटी ठोकिएको छ। अनि हाम्रो खुट्टाले गरेको पापले गर्दाखेरि उहाँको पाउमा के भएको छ? काँटी ठोकिएको छ। हालेलुया। काँटी ठोकिएको छ। र पनि परमेश्वरले हाम्रो सारा शरीरको पाप चाहिँ उहाँले क्रुसमा खारिज गर्नु भएर हामीलाई जीवन दिनु भएको छ भन्ने कुरालाई हामी बिर्सी पठाउँछौँ र खालि के गर्छौँ? अरूलाई दोष्याउने कुराहरू गर्छौँ। हालेलुया। हामीले अरूलाई दोष्याउने, अरूको निन्दा गर्ने कामले गर्दाखेरि चाहिँ हाम्रो आँखाले परमेश्वरको राज्य देख्नुपर्ने आँखाले चाहिँ खराब कुरा देखेर हामी के भएका छौँ? खिच्चाडी भएका छौँ है। हामी के भएका छौँ? खिच्चाडी क्या, खिच्चाडी। अनि हाम्रो आँखा चाहिँ परमेश्वरले किन बनाउनु भयो होला? सानो आँखा छ, संसार देख्नको लागि परमेश्वरले बनाउनु भयो। आमेन। हाम्रो आँखाले परमेश्वरको राज्य देख्नको लागि परमेश्वरले बनाउनु भयो। तर हामी चाहिँ के देख्छौँ? सानो कुरा होइन, पापको कुराहरू, लोभको कुराहरू, छलको कुराहरू, झुटको कुराहरू, अनाज्ञाको कुराहरू हामीले त्यो देखेको कारणले हामी आफै के भइरहेको हुन्छौँ? समस्या भइरहेको हुन्छौँ हो। हामी किन समस्या हामीमा पर्छ? तर हाम्रो आँखाले चाहिँ ठिक कुरा, परमेश्वरको राज्य र परमेश्वरको कुरा नदेखेकोले गर्दा हाम्रो आँखाले खराब कुरा देखेकोले गर्दा अनि आँखाले खराब कुरा देख्छ अनि हामीले हृदयभित्र खराब कुरा हामीले राखेकोले गर्दाखेरि हामी परमेश्वरसम्म पुग्न र परमेश्वरको उपस्थिति पुग्न हामी के भएका छौँ? आफैले बन्द गरेको छौँ है। तर अरूलाई दोष लाउने नगर। अनि हामी अझै 2 पदमा अनि किनभने जसरी तिमीहरू अरूलाई दोषी ठहराउँछौ
त्यसै त्यसरी नै तिमीहरू पनि दोषी ठहरिने छौ है। अनि जुन नापले तिमीहरू नाप्छौ तर त्यसै गरी तिमीहरूको पनि नापिने छ हैन, नापिने छ। अनि हालेलुया हालेलुया। अनि हामी अरूलाई जुन नापले नाप्दछौ अनि त्यसै गरी हामी पनि के गर्नेछौँ त नापिने छौँ। हालेलुया। अनि हामी अरूलाई दोष लाउँदछौँ, अरूलाई जाप्दछौँ हैन, अरूलाई नाप्दछौँ, अरूको हिनाइ, अरूको बसाइ, अरूको उठाइ अनि अरूको घरको निन्दा हैन, हामी चाहिँ त्यो गर्दछौँ। अनि हामीले त्यो गर्यौँ भने त्यो भन्दा बेसी चाहिँ के हुने रहेछ, नापिने छौ भनेर परमेश्वरले भन्नुभएको छ। अनि आज तपाईँ र म चाहिँ परमेश्वरको उपस्थितिमा परमेश्वरको राज्यभित्र पस्नको लागि आज कतिजना आँखा निको पार्न तयार हुनुहुन्छ? हाम्रो आँखा, हाम्रो हृदय चाहिँ परमेश्वरको वचनले निको पार्नुपर्छ। हालेलुया। हामी भित्र भएको दुष्ट कुरा, दुष्ट चाल, दुष्ट विचार चाहिँ हाम्रो हृदयबाट, हाम्रो आँखाबाट चाहिँ हामीले के गर्नुपर्छ, हटाउनु पर्छ। हालेलुया। हटाउने कि नहटाउने? हटाउनु पर्छ है। हाम्रो विचार, हाम्रो हृदयको सोचाइ, हाम्रो आँखा हैन, यो पापी आँखा हैन, हाम्रो आँखाले गरेको पापले चाहिँ यसलाई हामीले के गरेको छौँ, क्रुसमा टाँगेको छौँ नि, छैनौँ त? र पनि फेरि हामी बार बार यसलाई क्रुसमा टाँग्ने काम हामीले गर्न राम्रो हो होइन है। बार बार हामीले परमेश्वरलाई क्रुसमा टाँग्ने काम राम्रो होइन। अनि तपाईँ र हामी चाहिँ यसो क्रिस्टको प्रशंसा गाएर बन्धनबाट छुटकारा पाएर सँगै पारियोस्, यसुको मायाले मनै भरियोस् भनेर हामी भजन गाउँछौँ कि गाउँदैनौँ? गाउँछौँ। अनि हामी सँगै पाएर छुटकारा पाएर यसुको मायाले मनै भरिनु पर्ने क्षमता, यसुको माया चाहिँ हामी भित्र हुनुपर्ने ठाउँमा चाहिँ हामीले अनेकको घिन लाग्दा कुराहरू, हाम्रो जिब्रोले फोहोर कुराहरू, हाम्रो आँखाले निन्दाको कुराहरू होइन, च्याउ र चर्चोको कुराहरू, लोभ र लालसाको कुराहरूले गर्दाखेरि हामीलाई चाहिँ एउटा बाधा जस्तै नै भइरहेको हुन्छ है। हामी किन प्रार्थना गर्न सक्दैनौँ, किन सङ्गति जान सक्दैनौँ, किन परमेश्वरसँग घनिष्ठ सम्बन्ध हामी राख्न सक्दैनौँ, बनाउन सक्दैनौँ भन्दाखेरि चाहिँ हामी भित्र चाहिँ हाम्रो आँखाले चाहिँ खराब कुरा हेरेकोले गर्दाखेरि मानिस चाहिँ परमेश्वरको उपस्थितिमा पुग्न के भएको छ, बन्द भएको छ है। जब हामी हाम्रो आँखाले, हाम्रो हृदयले असल कुरा गर्नुपर्छ, असल कुरा सोच्नुपर्छ, परमेश्वर मेरो परमेश्वर हुनुहुन्छ, मेरो आँखाले परमेश्वरको कुरा देख्नुपर्छ, वचन देख्नुपर्छ, मेरो कानले परमेश्वरको आवाज सुन्नुपर्छ, मेरो जिब्रो, मेरो ओठले चाहिँ परमेश्वरको प्रशंसा गर्नुपर्छ। हालेलुया। हाम्रो आँखा, हाम्रो जिब्रो, हाम्रो मुखले चाहिँ अघि राकेशले भन्नु भएन, अब म सुसमाचार सुनाउँछु। हालेलुया। हामी सुसमाचार सुनाउनु पर्ने ठाउँमा परमेश्वरले हामीलाई जीवन दिनुहुन्छ, परमेश्वर महान हुनुहुन्छ, परमेश्वर छुटकाराको परमेश्वर हुनुहुन्छ भनेर हामी चाहिँ परमेश्वरको साक्षी र गवाई हुने ठाउँमा चाहिँ हामी फोहोरको गवाई होइन, शराबको गवाई, निन्दाको गवाई, लफडाको गवाई, भार भैलाको गवाई होइन, त्यस्तोले गर्दाखेरि चाहिँ मण्डलीलाई जकारेको छ। तर आज म भन्न चाहन्छु परमेश्वरको नाउँमा, यसुको नाउँमा तपाईँहरू निको हुनुपर्छ। तपाईँको घर, तपाईँको परिवार के हुनुपर्छ, निको हुनुपर्छ होइन। बार बार परमेश्वरको वचन हाम्रो बिचमा, हाम्रो माझमा आउँछ, परमेश्वर भन्दा म ठुलो छु भनेर के हामी एक घडी हाम्रो आयु थप्न सक्छौँ? परमेश्वरको वचनलाई मतलब नगरी, परमेश्वरको वचनलाई वास्ता नगरी होइन, त्यसले भनेको कुरा त हो नि, त्यो त त्यस्तो छ, त्यो त त्यस्तो छ भनेर
अरूलाई खराब हेर्दा 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 हामी के भएका छौँ? आफै पतन है, आफै पतन, आफै समस्यामा परिरहेका छौँ। अनि हामी परमेश्वर भन्दा हामी माथि भयौँ भने हामी परमेश्वरको वचन बिना, परमेश्वरको इच्छा बिना हामी 1 घण्टा आयु हाम्रो थप्न सक्दैनौँ भने हामी किन फुर्ती लाउनु है? यही परमेश्वरले भन्नुभएको छ, मैले भनेको होइन, यहाँ परमेश्वर आफैले भन्नुभएको छ है। मत्ती 6को कतिमा भनिएको छ भने तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयु 1 घण्टा पनि थप्न सक्छौ होइन? मत्ती 6को 2 र 7 27 पदमा है, मत्ती 6को 2 र 7 27 पदमा परमेश्वरले भन्नुभएको छ। अनि हामी किन घमण्ड गर्नु होइन? किन चाहिँ छलछाम गर्नु? किन हामी कपटी हुनु होइन? होइन, किन हाम्रो आँखा चाहिँ पापमा फसाउनु? किन हाम्रो हृदय, हाम्रो आँखा चाहिँ नरकतिर पठाउनु होइन? अनि हाम्रो बलबुद्धिले हामी 1 घडी हाम्रो आयु थप्न सक्दैनौँ भने हामीमा केही घमण्ड छ? हामीले गर्नुपर्ने त केही छ? केही छैन होइन? जब हामी केही होइनौँ, हाम्रो जीवन त परमेश्वरको हो, म त येशूको हो, मेरो आँखाले परमेश्वरको वचन हेर्छु, मेरो मुखले परमेश्वरको वचन बोल्छु होइन, संसारको कुरा बोल्दिनँ, मेरो कानले परमेश्वरको आवाज सुन्छु भनेर अब हाम्रो कान, हाम्रो जिब्रो, हाम्रो हृदय चाहिँ, हाम्रो आँखा चाहिँ परमेश्वरतिर लाउने समय आयो। हालेलुया। हाम्रो आँखा, हाम्रो जिब्रो, हाम्रो कान, हाम्रो हृदय चाहिँ ख्रीष्टतिर लाउने समय आयो। हालेलुया। कता लाउने समय आयो? परमेश्वरको राज्यतिर लाउने समय आयो। हालेलुया। अनि जब हामी 1 कदम अघि 2 कदम अघि बढ्ने विश्वासी हौँ होइन, पछि हट्ने विश्वासी होइनौँ भन्छौँ, तर हामी किन पछि हटिरहेका छौँ भन्दा हाम्रो आँखा निको नभएको कारणले। हालेलुया। हाम्रो आँखा निको नभएको कारणले अब हाम्रो आँखा के हुनुपर्छ? निको हुनुपर्छ है। हाम्रो आँखा, हाम्रो हृदय अब के हुनुपर्छ? निको हुनुपर्छ है। अब 3 मा जाउँ, हामी 3 मा जाउँ। फेरि हालेलुया। हामी आफ्नो भाइको आँखामा भएको चाहिँ के गर्छौँ? धुलो केलाइरहन्छौँ होइन? मण्डलीभित्र आफ्नो दाजुभाइभित्र मण्डलीभित्र भएको चाहिँ धुलो केलाइरहन्छौँ, अरूलाई दोस्याइरहन्छौँ होइन? त्यसले त्यो गरिरहेको छ, त्यसले त्यो गरिरहेको छ, अरूको खराबको चाहिँ के गरिरहेको छ देखि आफ्नो जिउमा चाहिँ भुइँसी हिँडेको देख्दैन, अरूको जिउको जुम्रा चाहिँ के गर्ने गरेको छ? केलाउने गरेको छ होइन? जुम्रा निखा निहाल्ने गरेको छ, तर आफू भित्र आफ्नो जिउमा भएको चाहिँ मुडो पनि देख्दैनौ रे होइन? अनि आफ्नो भाइलाई दोस्याउने होइन, पहिला अरूलाई दोस्याउनु भन्दा पहिला परमेश्वरले भन्न खोज्नु भएको चाहिँ पहिला आफ्नो आँखाको चाहिँ के हटाउ रे? मुडा हटाउ रे होइन? आफ्नो आँखामा मुडाको बार छ, मुडो लगाएको छौँ। परमेश्वरको मुडा भनेको मुडो बोकेर कोही कुद्न सक्दैन होइन? मुडाले के गरेको हुन्छ? थिचेको हुन्छ हामीलाई। अनि आफ्नो आँखामा चाहिँ मुडो छ, अनि अर्काको चाहिँ धुलो पसिना केलाको केलाइ के परमेश्वरले त्योको लागि हामीलाई उहाँको रगतले किन्नु भएको होइन है? अरूको निन्दा गर्नलाई, अरूको बदनाम गर्नलाई, अरूको छल कुरा गर्नलाई, झुट कुरा बोल्नको लागि, झुट कुराको भारी एउटा मुडा हो है। फेरि झुट कुराको भारी, छल कुराको भारी चाहिँ एउटा मुडा जस्तै हो। अनि आफूमा भएको मुडा चाहिँ नदेख्ने, अनि अरूको कसेर निन्दा गर्दै 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 हिँड्नको लागि चाहिँ त्यो चाहिँ परमेश्वरको इच्छा चाहिँ त्यो होइन। हालेलुया। पहिला आफूले आफैलाई के गर्नु पर्यो? आफूले आफैलाई जाँच्नु पर्यो। अरूलाई दोष लाउनु भन्दा पनि म कुन ठाउँमा छु? म परमेश्वरको वचन भन्दा
बाहिर गएको छु कि परमेश्वरको वचन भन्दा म दायाँ बायाँ गरेको छु कि परमेश्वरको वचनको विरोधमा मैले गरेको छु कि आफूले आफूलाई के गर्नु पर्यो जाँच्नु पर्यो। हालेलुया। आफूले आफूलाई के गर्न सक्नुपर्छ जाँच्न सक्नुपर्छ। अनि आफू नजाँचिने अरूहरूलाई जाँच्दा 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 आफूमाथि चाहिँ के आयो त मुडो आयो होइन। अनि जब त मुडो बोझ आउँछ अनि बोझले दबिएका म कहाँ आऊ तिमीहरूलाई म विश्राम दिन्छु भनेर परमेश्वर भन्दै हुनुहुन्छ। हामी चाहिँ परमेश्वरले विश्राम दिने ठाउँमा हामी जाँदैनौँ अनि बोझ थपिने ठाउँमा होइन। हामीले अलिकति समस्या पर्यो भने जुन ठाउँमा हामी जान्छौँ परमेश्वरको जनको परमेश्वरको चरणमा आउनु भने परमेश्वरको जनले तपाईँहरूको लागि प्रार्थना गर्नुहुन्छ, छुटकाराको लागि बिन्ती गर्नुहुन्छ परमेश्वरसँग। परमेश्वरको वचनले यो भन्दछ हाम्रो जीवन जिउने तरिका यो हो, हाम्रो जीवनशैली यो हो, हाम्रो बाँच्नुको उचित यो हो भनेर परमेश्वरको जनले तपाईँलाई भन्नुहुन्छ र तपाईँ त्यो पाप गर्नबाट के गर्नुहुन्छ जोगिनुहुन्छ। हालेलुया। अनि जब तपाईँ बटरिएर मुडो बोकेर आँखामा पापको भारी बोकेर अर्काकोलाई दोस्याउने विरोध गर्दै तपाईँ हिँड्नुहुन्छ तपाईँ कहाँ पुग्नुहुन्छ? तपाईँ कहाँ पुग्नुहुन्छ? सिमानातिर है, संसारतिर। अनि संसारले कहाँ लैजान्छ गाँदेर? संसारले गाँदेर कहाँ लैजान्छ? नरकतिर लैजान्छ। अनि दुःख पीडा कष्ट समस्यातिर झमेलातिर बोझ यसो भन्नुहुन्छ बोझे दबेका म कहाँ आऊ तिमीहरूलाई म विश्राम दिन्छु भनेर भन्नुहुन्छ। हामी यसो नआएर हामी चाहिँ बोझमाथि बोझ खपिने ठाउँमा हामी गयौँ भने हामीले छुटकारा पाउँछौँ पाउँदैनौँ, हामीले शान्ति पाउँछौँ पाउँदैनौँ। तर हाम्रो आँखा के हुनुपर्छ? अब परमेश्वरको वचन देख्ने हुनुपर्छ। हालेलुया। हाम्रो जिब्रो अरूलाई दोस्याएर नरकमा फालिनु भन्दा होइन, जिब्रो नरकमा फालिनु भन्दा हामी जीवनमा परमेश्वरको उपस्थितिमा पुग्न असल हो। हालेलुया। हालेलुया। अरूलाई दोस्याउनेलाई त्यो चाहिँ मैले भनेको होइन है, परमेश्वरले भन्नुभएको। थाहा पाउँदैनौ होइन, आँखा भएको मुडो देख्दैनौ अनि आफ्नो आँखा भएको मुडो देख्दैनौ अनि अरूको कसिना हेर्दा 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 अनि डबल तिर्पल चाहिँ के भएको हुन्छ? आफ्नो जिउमा थपिएको हुन्छ। हालेलुया है, थपिएको हुन्छ। अनि आज तपाईँ र हामी चाहिँ एउटा हाम्रो आँखा चाहिँ तपाईँ सबैजनाले भन्नुपर्छ मेरो आँखाले परमेश्वरको वचन देखोस्। हालेलुया। मेरो आँखाले परमेश्वरको राज्य देखोस्, मेरो कानले परमेश्वरको आवाज सुनोस्। हालेलुया। मेरो खुट्टा परमेश्वरको लागि हिँडोस्। हालेलुया। हाम्रो खुट्टा जहाँ जान्छ हामी गएको ठाउँमा सुसमाचार सुनाउन सकौँ। परमेश्वरमा जीवन छ है, परमेश्वरमा जीवन छ। तपाईलाई समस्या छ, तपाईँ कष्टमा हुनुहुन्छ, तपाईँ पीडामा हुनुहुन्छ, परमेश्वरमा आउनुहोस्। परमेश्वरले तपाईँलाई विश्राम दिनुहुन्छ, परमेश्वरले तपाईँलाई जीवन दिनुहुन्छ, परमेश्वरले तपाईँको घरमा छुटकारा ल्याउनुहुन्छ। हालेलुया। अनि हामी जहाँ जान्छौँ हामी अनि पीडामाथि पीडा, समस्यामाथि समस्या, अर्को तनावमाथि अर्को तनाव थप्नको लागि परमेश्वरले हामीलाई बनाउनु भएको होइन है, परमेश्वरले बनाउनु भएको होइन। हामीलाई यति राम्रो सुन्दर हात खुट्टा परमेश्वरले सृष्टि गर्दाखेरि परमेश्वरले आफ्नै स्वरूपमा मानिस जातलाई चाहिँ किन सृष्टि गर्नुभयो होला? मुसामा चरामा होइन, गाई बस्तुमा परमेश्वरले सृष्टि गर्नु पर्ने नि होइन। तर परमेश्वरले चाहिँ मानिस जातिलाई चाहिँ आफ्नै स्वरूपमा सृष्टि गर्नु भएर परमेश्वरले चाहिँ मानिस जातिले परमेश्वरको जस्तै काम गरोस् भन्ने उद्देश्यले परमेश्वरले तपाईँ र हामीलाई बनाउनु भएको। हालेलुया। हाम्रो आँखा अरूलाई आँखा तर्नको लागि, अरूलाई आँखा पल्टाउनको लागि होइन। त्यस्तो आँखालाई परमेश्वरले के गर्नुहुन्छ? झिकेर है। अनि परमेश्वरको वचन अनुसार हामी नहिँडेर दाहिनेतिर देब्रेतिर बाङ्गे तिङ्गे लाग्दा 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 लाग्दा
अनि अघि कुन बाटो जाने यात्री हो? दुई बाटो छ, फराकिलो बाटो नि छ, साँघुरो बाटो नि छ। हामी फराकिलो बाटोमा जाने कि साँघुरो बाटोमा जाने? फराकिलो बाटो संसार, साँघुरो बाटो परमेश्वरको राज्य है। अनि हामी परमेश्वरको राज्यपट्टि जान ठिक कि संसारको नरकपट्टि आएको भट्टीपट्टि जान ठिक? हामीले चुज गर्नुपर्ने कुराहरू है। हामीले कुन कुरो छान्दछौँ त? अब हामी कुन कुरो छान्दछौँ? विवाह तिमी यहाँ आएर बस त, मनको विवाह यता अगाडि आऊ। हो त्यहाँ मम्मीको अगाडि त्यहाँ टक्का। मेरो नातिले प्रचार गर्ने दिन आउँदाखेरि अगाडि उठेर प्रचार गर्दाखेरि वाउ भनेर मेरो रमाउने दिन आउनुपर्छ। हालेलुया। अनि अहिले तपाईँहरू प्रचार गर्न थाल्नुभयो भने त बस्नेले अगाडिको प्रचार सुन्ने कि पछाडिको प्रचार सुन्ने होइन? सुन्नेलाई पनि गाह्रो, सुनाउनेलाई नि गाह्रो हुन्छ है। अनि हामी चाहिँ परमेश्वरको वचनमा चाहिँ हामी ठिकसँग हामी परमेश्वरको वचनमा छौँ भने परमेश्वर जान्नुहुन्छ मलाई प्रेम गर्ने मेरो छोरालाई मैले कहाँ राख्नुपर्छ, कुन ठाउँमा राख्नुपर्छ, कुन स्थान दिनुपर्छ, परमेश्वर जान्नुहुन्छ। हालेलुया, हालेलुया। हामी ढाँट्न सक्छौँ, छाड्न सक्छौँ, दोस्याउन सक्छौँ, होच्याउन सक्छौँ, तर परमेश्वर बिना हामी एक मुठी एक छिन पनि सास फेर्न सक्दैनौँ। हालेलुया। हामीलाई दोहोरो सास फेर्नको लागि पनि परमेश्वर चाहिन्छ। आमेन। हामीलाई दोहोरो सास फेर्नको लागि पनि परमेश्वर चाहिन्छ। आज तपाईँले भन्नुपर्छ, निर्णय गर्नुपर्छ, प्रभु म दोस्याउने काम मेरो जिब्रो मेरो आँखाबाट म निकाल्न चाहन्छु। हालेलुया। कतिजना निकाल्न चाहनुहुन्छ? सबैजना निकाल्नु पर्छ। हाम्रो आँखा दोस्याउने काम, निन्दा गर्ने काम, होच्याउने काम, अनि सबैभन्दा म ठुलो हो भन्ने हाम्रो अन्तर र घमण्ड चाहिँ हामीले भुइँमा झुकेर फाल्नु पर्छ र परमेश्वरको राज्यभित्र बस्नु पर्छ। हालेलुया, हालेलुया। अब हामी अर्कोमा फेरि जस्तो तल्लोमा जाउँ। हामी 4 मा है, फेरि पढिदिनु होला सरको। अनि तिमी अथवा तिम्रो आफ्नै आँखामा मुडा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्न सक्छौ मलाई तिम्रो आँखाबाट धुलोको खरास निकाल्न देऊ, होइन? अनि आफ्नै आँखामा धुलो छ भने, आफ्नो भित्रै समस्या छ भने हामीले कसरी अरूको निकाल्न सक्छौ भनेर यो चाहिँ परमेश्वरले भन्नुभएको छ। हालेलुया। अनि पहिला अरूलाई जाँच्नु भन्दाखेरि नि आफूले आफैलाई जाँचौँ है, आफूले आफैलाई जाँचौँ। अनि जुन नापले तिमीहरू नाप्दछौ त्यही नापले तिमीहरू नापिने छौ। यो डर लाग्छ यो वचनले, होइन? हामी अनि अरूलाई कसरी नापिरहेका छौँ, कसरी हेरिरहेका छौँ, कसरी बोलिरहेका छौँ है? अनि झुटको शिकार, होइन? हामी जहाँ जान्छौँ परमेश्वरको वचन, परमेश्वरको सन्देश, परमेश्वरको उपस्थितिमा जानु पर्ने ठाउँमा हामी झुट, छल, निन्दा, टोल बोकेर हिँड्नको लागि हामी बनाइएका होइनौँ। त्यसले गर्दा हामी आफै के भएको हुन्छ? पतान भएर भुइँको धुलो भएको हुन्छ, होइन? आज मण्डली हामी भुइँको धुलो होइन, हामी चाहिँ परमेश्वरको उपस्थितिमा, परमेश्वरको राज्यमा, परमेश्वरको वचनमा हामी बढ्नुपर्छ। हालेलुया। एकखेप हाम्रो घरमा त्यस्तै भाँड भैलाको कुराहरू आउँछ, घरमा यसो भने त्यसो भने। मैले भने मेरो घरमा तपाईँहरू जुन चाहिँ आउनुहुन्छ तपाईँहरूलाई म प्रेम गर्छु, प्रार्थना गर्छु, तर मलाई अहिले काट्ने र मार्ने भनेर भनेछन् भने पनि मेरो पक्षमा मेरो परमेश्वर हुनुहुन्छ, कोल बोकेर चाहिँ प्लिज नआउनु होला भनेर मैले भने।
किनकि मेरो कान पोल सुन्नको लागि बनाएको होइन, मेरो कान परमेश्वरको वचन सुन्नको लागि हो। हालेलुया। हामी जहाँ जान्छौँ परमेश्वरको वचन, परमेश्वरको प्रार्थना, परमेश्वरको संगति हामी गरेर जानुपर्छ। परमेश्वरले हामीलाई बनाउनु भएको होइन है। अनि हामी अरूको पोल बोकेर हिँड्दा 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 अनि आफ्नो पोलको भारी कहाँ लगेर बिसाउने? त्यो फुट्दाखेरि कस्तो द्वन्द हुन्छ है। त्यो भारीको ढोक्रो त एक दिन त फुट्छ, अनि फुटेपछि के हुन्छ? द्वन्द हुन्छ। अनि त्यही भनेर परमेश्वरले हामीलाई चेतावनी दिनुभएको, तिमीहरूको आँखाको पहिला के गर? धुलो हटाऊ होइन। अनि हामी धुलो हटाउँ भने अरूको पनि हामी के गर्न सक्छौँ? धुलो हटाउन सक्छौँ। हालेलुया, हालेलुया। अब हामी अर्कोमा जाउँ, 5 मा। हामीले 5 सम्म हेर्छौँ भनेको छ है। हालेलुया। परमेश्वरले के भन्नुभएको छ? ए मेरो प्रिया भन्नुभएको छ कि ए धोगी भन्नुभएको छ। परमेश्वरले ए धोगी, ए दुष्ट मानिस होइन, अरूलाई दोस्याउनु भन्दाखेरि पहिला आफ्नो आँखाबाट के गर? मुढा निकाल है। अनि आफ्नो आँखा हामी मुढा निकाल्दैनौँ, हाम्रो हृदयको पाप स्वभाव निकाल्दैनौँ होइन, दुष्ट काम ओकाल्दैनौँ, आँखाको लालच निन्दा हामी निकाल्दैनौँ भने परमेश्वरको राज्यभित्र हामी पस्न सक्छौँ त? सक्दैनौँ। अनि अरूलाई पनि हामी केही गर्न सक्दैनौँ। म परमेश्वरलाई धन्यवाद दिन्छु। परमेश्वरले हामीलाई काम नलाग्ने मान्छेलाई परमेश्वरले, मेरो श्रीमानलाई परमेश्वरको वचन पछ्याइ गर्दा आफ्नो निकालेर अरूको निकाल भनेर परमेश्वरले जहाँसुकै फिजाउनु भएको छ। हालेलुया, हालेलुया। लौकामा सुनिराख्नु भएको छ है। अनि जब हामी हाम्रो आँखाको निकाल्छौँ भने अरूको पनि हामी के गर्न तयारी निकाल्न सक्छौँ होइन। तर हामी हाम्रै निकाल्दैनौँ भने अरूको निकाल्न सक्दैनौँ। अनि पास्टर रुथले निकाल्ने गर्नुभयो, धेरै निकाल्ने गर्नुभयो, अनि परमेश्वरले उहाँलाई धेरै त जिम्मेवार दिनुभयो। हालेलुया। परमेश्वरको लागि जिउँछु, परमेश्वरको लागि म यो गर्छु भनेर हामी परमेश्वरको लागि हो भनेर भन्छौँ भने परमेश्वर तपाईँ र हाम्रो लागि हुनुहुन्छ। हालेलुया। परमेश्वर कसको लागि हुनुहुन्छ? तपाईँ र हाम्रो लागि। कहाँ राख्नुपर्छ, कुन कुरा खाना दिनुपर्छ, कुन कुराको अभाव छ, घर चाहिएको छ कि जग्गा चाहिएको छ कि होइन, परमेश्वरको लागि हामी के गरौँ? परमेश्वर हुनुहुन्छ। मेरो रङ, मेरो हृदयको सबै कुरा गनेर बनाउनु हुने परमेश्वरले मलाई सबै कुरा, मेरो भित्र भएका कुराहरू देख्नु भएको हुन्छ। म परमेश्वरको लागि के गरौँ भन्छौँ भने परमेश्वर तपाईँ र हाम्रो लागि गर्न थाल्नुहुन्छ। हालेलुया। तपाईँले हामीले चिन्ता र फिक्री गरिबस्नु पर्दैन, परमेश्वर आफै तपाईँ र हाम्रो चिन्ता फिक्री गर्न थाल्नुहुन्छ। हालेलुया। अनि हाम्रो बल बुद्धि आइडिया लाउँदा हाम्रो बल बुद्धि आइडियाले हाम्रो के भएको हुन्छ? यस्तो भएको हुन्छ होइन। जब परमेश्वरमा हामी हिँड्छौँ यस्तो हुन थाल्छौँ। हालेलुया। अनि जब हाम्रो आइडिया, हाम्रो बल बुद्धिले हामी यस्तो भएर चुम्रिनु भन्दाखेरि, पक्रिनु भन्दाखेरि परमेश्वरको वचनमा हामी के गर्नुपर्छ? उड्नुपर्छ। हालेलुया। हामी उड्नुपर्छ। जब हामी उड्न थाल्छौँ, उकाली ओह्राली धाइयो, यसो पाइयो, अब के चाहियो होइन। यसो पाइयो, अब के चाहियो? जब यसो पाइयो हामीलाई के चाहियो? परमेश्वरको वचन र परमेश्वरको राज्य चाहियो। हालेलुया। परमेश्वरको राज्य चाहियो। अनि जब परमेश्वरको लागि हामी एकदमै हामी हल्का हुन थाल्छौँ, परमेश्वरले हाम्रो बोझहरू, हाम्रो समस्याहरू पनि परमेश्वरले के गरिदिनुहुन्छ? हल्का गरिदिनुहुन्छ। हालेलुया। अनि हाम्रो आँखाको कारणले, हाम्रो आँखाले देखाइरहेको हुन्छ मनगन्ते कुरा, दोष, अर्कालाई दोस्याउने, अर्कालाई ओछ्याउने, अर्कालाई गर्ने, कुरा काट्ने। अनि अर्को एउटा आलु रोप्दाखेरि एउटा गेडो रोप्दा कति गेडा फल्छ? एउटा बोटमा। एउटा आलु रोप्यो भने हाम्रो
एउटा आलु 10-12 वटा आलु रोप्यो भने एक झकै फल्छ है, एक झकै फल्छ। अनि एक गेडा मकै रोप्दाखेरि कति दाना त्यहाँ फल्छ, मकै गेडा घोडामा दाना गनेर साध्य हुन्छ। त्यस्तै गरी अनि हामीले नि परमेश्वरले भन्नुभएको जुन नापले तिमीहरू नाप्दछौ त्यही नापले नापिनेछौ हैन, जुन नापले तिमीहरू दिन्छौ त्यही नापले तिमीहरूले के गर्नेछौ, फिर्ता पाउनेछौ। हालेलुया। अनि खराब कुरा रोपेर हामीले सङ्कष्ट पाउनु भन्दा चाहिँ परमेश्वरको वचनमा परमेश्वरको राज्यमा रोपेर चाहिँ एक रोप्दा हजारौं गुणा बेसी पाउने ठाउँमा हामीले रोप्नुपर्छ। हालेलुया। हाम्रो तन मन हाम्रो धन परमेश्वरको लागि रोप्ने गर्नुपर्छ, फलाउने काम परमेश्वरको। हालेलुया। अनि हामी खराब कुरा रोपेर हाम्रो आँखाका अभिलाषा पापका कुराहरू रोपेर दुष्ट कुराहरूले गर्दा हामी कति चाहिँ समस्या पर्ने है, घिनलाग्दो डरलाग्दो सहनै नसक्ने अनि त्यहाँ मृत्युले एट्याक गर्न थाल्छ है, मृत्युले अट्याक गर्न थाल्छ। अनि मृत्युबाट छुटकारा पाउनको लागि हामीलाई परमेश्वरको वचन चाहिन्छ। हालेलुया, हालेलुया। हामीलाई के चाहिन्छ, परमेश्वरको वचन चाहिन्छ। अनि आज परमेश्वरले भन्नुभएको छ दोष लाउने काम चाहिँ हाम्रो मुखबाट हाम्रो आँखाबाट के हुनुपर्छ, बन्द हुनुपर्छ। हामी पापको भारी बोकेर हिँड्न बोलाइएको होइन, परमेश्वरको वचन बोकेर हिँड्नको लागि बोलाइएको। हालेलुया। परमेश्वरको वचन बोकेर हिँड्नको लागि हामी बोलाइएको। अनि जब परमेश्वरको वचन बोकेर हिँड्छौँ हाम्रो साथमा येशू हुनुहुन्छ। को हुनुहुन्छ राकेश? हाम्रो साथमा येशू हुनुहुन्छ। अब निर्धक्क राकेशलाई म धन्यवाद दिन्छु। छटपटेर बुद्धिस्टमा जाउँ कि कता जाउँ कि भन्दै परमेश्वरको वचनलाई क्वेसन गर्दा छुटकारा आयो त आएन। परमेश्वरको वचनमा हामीले एउटा शब्द पनि क्वेसन गर्न मिल्दैन है। परमेश्वरको वचनमा हामीले परमेश्वर यस्तो हुनुहुन्छ होला र, अब म यस्तो छु, मलाई अझ म बुढी हुन थाले, आँखा चाउरी पर्न थाले, अब म परमेश्वरलाई परमेश्वर हुनुभएको भए त म किन चाउरी पर्थे भनेर परमेश्वरलाई क्वेसन गर्नु त गर्न मिल्छ? मिल्दैन। अब मेरो कपाल सेतै फुलेको छ, परमेश्वर नै हुनुहुन्छ, परमेश्वर हुनुभएको भए मेरो कपाल किन सेतै ठुलो त भनेर मैले परमेश्वरसँग क्वेसन गर्न मिल्छ? मिल्दैन। तर हामी परमेश्वरसँग घमण्ड गर्न सक्छौँ। म परमेश्वर मेरो जीवन हुनुहुन्छ। हालेलुया। परमेश्वर मेरो जीवन हुनुहुन्छ, म परमेश्वरमा छु, परमेश्वर मसँग हुनुहुन्छ। मलाई यहाँ चाहिँ एउटा परदेशी जस्तो हो। परमेश्वरले यहाँ पृथ्वीमा मान्छेहरूलाई जङ्गली जनावरले भर्छ भनेर पृथ्वी भनेको परमेश्वरले हाम्रो लागि परदेशको लागि काम गर्न पठाउनु भएको है। हामीले सबै परमेश्वरको धार्मिकता पुरा गरिसकेपछि हामी कहाँ जान्छौँ त? शरीर ढलेर जान्छ, माटोमा जान्छ, तर आत्मा कहाँ जान्छ? परमेश्वरको उपस्थितिमा जान्छ। हालेलुया। अनि भूत पिशाच भएर ढ्याङ्ग्रो र झ्याम्टा गर्नुपर्छ? पर्दैन। हामी कहाँ जान्छौँ? परमेश्वरको उपस्थितिमा जान्छौँ। अनि वीर मसन, फलानु मसन, ढिस्काने मसन भनिबस्नु पर्छ? पर्दैन। अनि हामीहरू परमेश्वरसँगको हिँडाइ र परमेश्वरको सम्बन्धले चाहिँ हामीलाई परमेश्वरको उपस्थितिमा लैजान्छ। हालेलुया। अनि हामी जिउँदो हुँदा पनि आँखाको मुढा नहटाउने, मरेपछि नि संसारलाई दुःख दिने क्या भूत र पिशाच भएर, त्यो जीवन जिउनको लागि परमेश्वर मर्नु भएको होइन। परमेश्वर मर्नु भएको चाहिँ हामीलाई हाम्रो सबै पाप अधर्महरू चाहिँ धोएर शुद्ध बनाएर परमेश्वरमा लैजानको लागि। हालेलुया। हामीलाई परमेश्वरमा लैजानको लागि कतिजना परमेश्वरसँग जान तयार हुनुहुन्छ है? यहाँ पृथ्वीमा सबै काम गरेर सबै परमेश्वरको धार्मिकता पृथ्वीमा परमेश्वरको इच्छा यस पृथ्वीमा पुरा गरेर परमेश्वरमा जानको लागि परमेश्वरले हामी बुढो भएको होइन, परमेश्वरमा जानको लागि हामी तयार हुँदैछौँ। हालेलुया।
हालेलुया। अनि हाम्रो बुवा म त बुढो भइसके, कहिले मर्छु कि भरे मर्छु कि भनेर खुट्टो पसार्ने होइन। जब म बुढो भए अब म परमेश्वर कहाँ जानुपर्छ। हालेलुया। अनि पृथ्वीमा बसुन्जेल चाहिँ परमेश्वरको काम चाहिँ के गरे त? परमेश्वरको काम मैले के गरेको छु? हामी एउटा यहाँ तपाईँहरूले दिनुभएको दशंश भेटी त पास्टर बुवाले यो महिनामा यति आयो, यो महिनामा यति, यसको यति, यसको यति, यसको यति भनेर सबै परमेश्वरको लागि तपाईँले चढाएको भेटी र दशंश त परमेश्वरले पास्टर बुवाले लेखेर राख्नुहुन्छ भने तपाईँलाई बनाउनु हुने परमेश्वरले तपाईँले गर्नु भएको कामहरू चाहिँ लेखिराख्नु भएको छैन? लेखिराख्नु भएको छ है। हामीले दिएको दशंश भेटी त लेखिराख्नु भएको हुन्छ भने हामीले दिएको कुरा, हामीले गरेको कुरा, हामीले बोलेको कुराहरू परमेश्वरले कति लेखिराख्नु भएको होला होइन? हामीलाई विदेश जान, एयरपोर्टमा जान पासपोर्ट टिकट चाहिन्छ कि चाहिँदैन? चाहिन्छ है। विदेश पुग्नको लागि हामीलाई नागरिकता, पासपोर्ट, भिसा, टिकट चाहिन्छ भने परमेश्वरको राज्यभित्र पस्नको लागि हामीलाई के कुरा चाहिन्छ होला? हाम्रो आँखामा दोष लाउने होइन, हाम्रो आँखा तर्ने, हाम्रो मुखहरूको लागि सराप्ने होइन, त्यो चाहिँ परमेश्वरले लेख्नु भएको छैन। अरूलाई घृणा गरेर हेर्ने, अरूको कुरा काट्ने, पोल लाउने, भार भैलो बनाउने, त्यो कुराहरू झन् परमेश्वरले कति लेखिराख्नु भएको हुन्छ। अनि त्यस्तो कुराले हामीलाई परमेश्वरको राज्यभित्र हामी पस्न सक्छौँ? सक्दैनौँ। तर हामी दुवैजनालाई विदेश जानलाई एउटा मात्रै भन भने हाम्रो पासपोर्ट रद्द हुन्छ भने परमेश्वरको राज्यमा पुग्नको लागि, स्वर्गका आशिष पाउनको लागि, घरमा खुसी शान्ति आउनको लागि हामी कति योग्यको हुनुपर्छ होला है। अनि हामी वचन पालन नगर्ने, मरेपछि स्वर्ग गइहाल्छौँ। परमेश्वर परमेश्वर अनि अरूलाई भन्छौँ, अरूले त क्रिस्चियन हो नि, यिनीहरू क्रिस्चियन हुन् भन्छन् अरूले। अनि हाम्रो क्रिस्चियनको जीवन चाहिँ कसरी जिइरहेको छौँ त? आज आफूले आफैलाई जाँच्नु, केलाउनु पर्ने कुराहरू छ होइन? आफूले आफैलाई जाँचौँ, भनौँ एकचोटि, प्रभु मेरो जिब्रोले तपाईँको जनको विरुद्धमा, मण्डलीको विरुद्धमा कतै पाप गरिरहेको छैन? परमेश्वरको राज्यमा पुग्नलाई मेरो लागि आगोको भट्टी छ कि सुनको सडक छ? हामीले जाँच्छौँ। हामीले सुनको सडकमा जाने काम गरेको छौँ कि आगोको भट्टीमा चाहिँ शरीर त डरो, आत्मा पनि डराउने काम गरिरहेको छ हाम्रो ओठले, हाम्रो जिब्रोले, हाम्रो हृदयले। हालेलुया। सुन्दै हुनुहुन्छ? हामीलाई कुन बाटो जान ठिक होला? चोइस गरौँ। सबैजनाले भन्नु, हामी कुन बाटो जान ठिक होला? सुनको सडक, धार्मिकताको वस्त्र र कालो दम्केको खरानी है। हामी दुई बाटो छ। हामी कुन बाटोको लागि काम गर्दैछौँ, कुन बाटोको लागि हिसाब किताब गर्दैछौँ होइन? परमेश्वर भन्दै हुनुहुन्छ, यो मैले बनाएर ल्याएको होइन है, आफै यो परमेश्वरले, परमेश्वरको कुरा मैले मेरो कुरा भने कि परमेश्वरको कुरा भने? मैले वचनबाट, परमेश्वरको वचनले भन्दछ है। आफ्नै आँखाको के निकाला, मुढा निकाला। हामी बरु आफ्नो आँखा नभए त्यो हामी त्यो अन्धो दुईटै आँखा नहुने के रमेश पुरा सैन्य हो कि के भन्छौ नि? के रे बाबु? रमेश बसे उसको आँखा छैन, उसको आँखा नभएर उसले कहिल्यै नराम्रो कुरा बोलेको सुन्दिनँ म होइन, कहिल्यै नराम्रो। अनि हामी दुईटा आँखा छ, हामी आँखा भएपछि अनि
पाप गर्नलाई, पापको झोला पापको भारी बोकेर बिसाउनलाई, कता लगेर भार भैलो कता लगेर उछाल पुछाल पारौँ हैन, कुन चाहिँलाई पाप गर्न लाऊ, कुन चाहिँलाई छल गर्न लाऊ भनेर शैतान छलीले चाहिँ छल गरेर परमेश्वरको मानिसहरूलाई नरकमा नजाओस् है, नरकमा नजाओस्। शैतान छलीले पीडामा नपारोस्। हालेलुया। मैले अस्ति तपाईहरुलाई भन्ने गर्छु, तपाईहरु वचन पालन गरेर पनि तपाईलाई दुःख कष्ट समस्या आयो भने मण्डली जिम्मेवार छ। तर तपाईहरु वचन पालन गर्नुहुन्न, वचनलाई मतलब गर्नुहुन्न भने मण्डली पनि तपाईको दुःखमा हुन सक्छ, नहुन सक्छ। परमेश्वर त झन् हुँदै हुनुहुन्न है। परमेश्वर हुनु भएन भने मण्डली नि तयार हुन्छ, हुँदैन। अनि हामी कुन कुराको लागि हामी तयार हुनुपर्छ? आफूले आफैलाई के गरौँ? जाँचौँ। हालेलुया। हामी अरूलाई जाँच्नु भन्दा पनि आफूले आफैलाई जाँचौँ। हालेलुया। अब हामी अरूलाई जाँच्दै हिँड्ने कि आफूलाई जाँच्ने पहिला? अनि भाइलाई दोष लाउँदै दोस्याउँदै अनि दोषको भारीले के गर्छ? एक रोज दोस्या भने 10-20 ल्याउँछ। अनि यो नल्याओस् भनेर आज परमेश्वर आफै भन्दै हुनुहुन्छ। हालेलुया। मण्डली समस्यामा नपरोस्, दुःखमा नपरोस्, पीडामा नपरोस्। तपाईको मुहार परमेश्वरले देखिराख्नु भएको छ। हालेलुया। तपाईको मुहार कसले देखिराख्नु भएको छ? परमेश्वरले देखिराख्नु भएको छ है। परमेश्वरले देखिराख्नु भएको छ। अब हामी कतिमा लेख्छौँ? अब 6 मत, यति नै हो, 5 मात्रै। अब हामी अर्को सेक्सनपट्टि म जाँदैछु। हामी कलसी 2 को हामी कति हेर्नेछौँ? 6। कलसी 2 को 6 यहाँ देखाऊ। कलसी 2 को 6 र 7। कलसी 2 को 6 र 7। हालेलुया। हामीले चाहिँ ख्रीष्टलाई विश्वास गर्ने बेलामा चाहिँ के भनेका हुन्छ? हे मेरो परमेश्वर, आजदेखि म तपाईको हुँ, तपाईको सेवा गर्छु, तपाई मेरो, म तपाईको है, तपाई मेरो, म तपाईको मूर्तिहरू पुज्दिन, म दिनरात तपाईको भय मानेर तपाईसँग रहन्छु भनेर हामी के गरेका हुन्छौँ? गरण गरेको हुन्छौँ। अनि मुखले गरण गरेको हुन्छ, अनि हृदय चाहिँ कता र कता। अनि जसरी तिमीहरूले यसलाई के गरेका छौ? विश्वास गरेका छौ, त्यसरी नै उहाँको वचनमा चाहिँ के गर? जीवन बिताऊ। अनि हाम्रो जीवन हामीले बरालेका छैनौँ है, कतै हाम्रो जीवन अलमल्याएको छैनौँ, परमेश्वरको उपस्थितिमा लगाएको छैनौँ कि छौँ? अनि निन्दा गन कुरा काट्ने भाँड भैलोले हामीलाई के गरेको हुन्छ? परमेश्वरको वचनअनुसार जीवन बिताउन दिएको हुँदैन है। हामीले त घिन्ने कुरा चाहिँ हामीले के गर्नुपर्छ? त्याग्नुपर्छ। हालेलुया। घिन्ने कुरा हामीले के गर्नुपर्छ? त्याग्नुपर्छ। अनि यहाँ परमेश्वरमा ख्रीष्टको जीवनद्वारा छुटकारा भनेर माथितिर भनेको छ। ख्रीष्टको जीवनद्वारा चाहिँ हामीलाई के आउँछ? छुटकारा आउँछ। अनि ख्रीष्टको वचन अनुसार हामीले जीवन बितायौँ भने पो हामीलाई छुटकारा आउँछ, हामीलाई शान्ति आउँछ, हामी आनन्दले निदाउन सक्छौँ, हामी आनन्दले खान सक्छौँ, हामी आनन्दले के गर्न सक्छौँ? बस्न सक्छौँ। बस्न सक्छौँ कि सक्दैनौँ? सक्छौँ है। अनि विश्वास गर्यौँ तर वचन अनुसार जीवन नदिएपछि चाहिँ के आउँछ त? दुःख पीडा समस्या सङ्कट आपद विपद नआए हामीमा के आउँछ त? हामीले जे खोज्छौँ त्यही आउँछ कि आउँदैन? आउँछ है। अब रेशमा र हाम्रो अर्जुन विवाह गर्दाखेरि करार बाँध्नु भयो नि होइन?
दुःखमा सुखमा हामी जिउने छौँ। मृत्युले बाहेक हामीलाई कुनै कुराले अलग नगरोस्। हालेलुया। अनि मृत्युले बाहेक कुनै कुराले अलग नगरोस् भनेर करार बाँध्नु भएको छ। अनि तपाईँहरू के हुनु भएको छ? सँगै हुनु भएको छ। हालेलुया। सँगै हुनु भएको छ। परमेश्वरले हामीलाई भरममा पार्नको लागि, एक्लो पार्नको लागि, तथानाम पार्नको लागि हामीले परमेश्वरलाई विश्वास गरेको होइन, परमेश्वरलाई स्वीकारेको होइन, तर उहाँमै जीवन बिताउनको लागि हो। हालेलुया। कोसँग जीवन बिताउनको लागि? उहाँसँग जीवन बिताउनको लागि। म ठुल्दिदीलाई एउटा महान दिदी मान्दछु। भुक्तेलमा दिदीलाई सताउने यति होइनन्, मैले त्यो सताउ त मैले नि भोगेँ। दिदीलाई देख्दाखेरि पनि आँखा तर्नेर आँखा पल्टाउने मान्छे छन्। अहिले ती सबै यत्र पारेर दिदी भन्दा कान्छ, म भन्दा कान्छ भाइ बहिनीको गतिविधि थियो। जिन्दगी के छ र? जिन्दगी के छ र? अनि सबभन्दा दिदी मान्छे जग बल्नु भएको छ, ज्योति बलेको छ। किन? ख्रिस्टसँग जीवन बिताएर। हालेलुया। अनि हामीलाई अलिकति कष्ट समस्या आयो भने मण्डली गयो नि ठिकै, नगयो नि ठिकै। पास्टर यो, पास्टर नि थियो, त्यसको छोरा थियो, त्यसको बुहारी थियो, त्यसको दियोर भाइ थियो, त्यसको बहिनी थियो। अनि चर्चमा आएर नि परमेश्वरको वचन हेर्दाखेरि त कता उमेश कस्तो, उमेशको बुढी कस्तो, सामेल कस्तो, अनिता कस्तो, अनि लालबहादुर कस्तो। अनि हामी त अरूको न्याय गर्दा अनि हामी अरूको न्याय गर्दा जज गर्दा कहाँ पुग्यौँ त? फुस्रा यता न उता फुस्रा। अनि हामीले अरूको न्याय गर्नुभन्दा पहिला परमेश्वरले मलाई के भन्दै हुनुहुन्छ? परमेश्वरको आवाज जिउन होइन। मसँग मेरो परमेश्वरसँग म हुनुपर्छ, परमेश्वरसँग रहनुपर्छ। जसरी मैले परमेश्वरलाई विश्वास गरेको छु त्यसै गरी उहाँमा जीवन बिताउनु पर्छ। हालेलुया। त्यो हुनुपर्छ कि पर्दैन? पर्छ। अनि त्यो भएपछि हामीलाई जस्तोसुकै समस्या आओस् न, ख्रिस्ट मेरो साथमा, ख्रिस्ट कसको साथमा? मेरो साथमा। ख्रिस्ट मेरो साथमा। हालेलुया। ख्रिस्ट कसको साथमा? मेरो साथमा। म कसको दुलै आऊ? ख्रिस्टको दुलै आऊ। ख्रिस्टको दुलै आऊ भने त हाम्रो दुला ख्रिस्ट सँगसँगै उहाँमा हामीले कुनै कुरा लुकाउन छल्न ढाँट्न मिल्दैन। हामी दुला सँगसँगै हुनुपर्छ। हालेलुया। दुला सँगसँगै हुनुपर्छ। अब हामी कतिमा एउटा अर्को अनि हालेलुया। के सुन्नु भयो यहाँबाट? के देख्नु भयो यहाँबाट? धन्यवाद दिनमा प्रशस्त हुँदै तिनीहरूलाई शिक्षा दिए बमोजिम उहाँमा जरा गाडिएर निर्माण भएका विश्वासमा दरिला भएका हावा। हालेलुया। हाम्रो विश्वास कस्तो हुनुपर्छ? दरिलो हुनुपर्छ है। हाम्रो विश्वास कस्तो हुनुपर्छ? दरिलो हुनुपर्छ। हालेलुया। अनि हाम्रो विश्वास दरिलो छैन, हामी वचनमा जरा गाडिएको छैनौँ भने त्यो मान्छे के हुन्छ? म बिरुवाको उदाहरण दिन्छु है। मैले बारीमा मकै लाउँदाखेरि त्यो मकै मलिलो कमालो माटोमा छ भने जरा के हुन्छ? टक्क गाडिएको हुन्छ है। अनि त ढुङ्गेली माटो छ भने अलिकति समस्या होइन, अलिकति घाम लाग्यो भने मकैको बोट चुम्री पर सुक्छ होइन। अनि जब गहिरो गरी त्यो मकैको जराले चाहिँ माटो समातेको छ भने ऊ घाम लाग्दा पनि ऊ के हुन्छ? हरियाली हुन्छ। हालेलुया। अनि हाम्रो विश्वास परमेश्वरको वचनमा जरा गाडिएर हामी निर्माण भएका छौँ भने चाहिँ हामी परमेश्वरको सँगसँगै हामी दुःख होस्, कष्ट होस्, समस्या होस्,
परमेश्वर सँगसँगै हुन्छ। हालेलुया। हामी निराश हुँदैनौँ। अनि वचनमा जरा गाडिएको छैन, अनि वचनमा जरा नगाडिएपछि अलिकति घाम लाग्दाखेरि त्यो बोट सुटे जस्तै क्रिस्चियन जीवनमा अलिकति समस्या आयो भने समय फुकेर गाला फुला जस्तै हुन्छौँ नि हामी। हुन्छौँ कि हुँदैन? हुन्छ है। क्रिस्चियन जीवनमा अलिकति समस्या आयो भने पारेर त्यो सनै फुके जस्तो हामी गाला फुलाउँछौँ। अनि त्यसले गर्दाखेरि हामीलाई कहाँ पुर्याउँछ त? पतनमा। तर हामीलाई धन सम्पत्तिमा दौलत सुख होला, तर त्यसले चाहिँ हामीलाई कहाँ पुर्याउँछ? कष्टमा पुर्याउँछ, नरकमा पुर्याउँछ है। अनि हामी सधैँभरि म त गाएर गर्छु प्रशंसा प्रभुको, म त गाएर गर्छु प्रशंसा दुई दिने छोटो जीवनमा। हामी दुई दिने छोटो जीवनमा चाहिँ सधैँभरि हामी हाँस्ने नाच्ने गाउने सबैसँग शान्तिमा मिलिमत बस्नको लागि परमेश्वरको रगतले तपाईँलाई र हामीलाई किन्नु भएको। हालेलुया, हालेलुया। अनि हामी खुसी साथ जीवन जिउन राम्रो हो कि होइन? राम्रो हो नि। जब हामी वचनमा जरा गाडिएका छौँ भने भजन 1:1 भनिएको छ, खोलाको किनारमा रोपेको बिरुवा सधैँभरि हरियाली हुन्छ होइन। त्यो दिन रात त्यो सधैँभरि के हुन्छ? हरियाली हुन्छ। अनि हामीमा हरियाली आउनको लागि त हामी त परमेश्वरको वचनमा नरोपिकन हामी हरियाली फल फल्ने रहेछ त छैन है। अनि हामी हरियाली हुनको लागि, फल फल्नको लागि, हामी प्रशस्तमा हुनको लागि, खुसीमा रहनको लागि त हामी परमेश्वरको वचनमा जरा गाडिएको हुनुपर्छ। हालेलुया। हाम्रो जरा चाहिँ कुन कुरामा गाडिएको छ त? होइन, हामीले आफ्नै योजनाले जरा गाडेका छौँ भने चाहिँ त्यो चाहिँ बालुवामाथि बनाएको जस्तै अलिकति हावाबेरी आँधीबेरी आउँदाखेरि त्यो घर के हुन्छ? ढल्छ। तर चट्टानमाथि बनाएको घर चाहिँ त्यो जस्तो सुकै आँधीबेरी आए पनि के गर्दैन? ढल्दैन। त्यो चाहिँ परमेश्वरले भन्नुभएको है। अनि हामी पनि वचनमा जरा गाडिएको मान्छे चाहिँ हामी उखान लिन नि सक्दैनौँ, ढल्न नि सक्दैनौँ, सधैँभरि हरियाली हुन्छौँ। हामी हरियो बोटले के गर्ने गर्छ? फल फलाउने गर्छ। सुकेको बोटले फल फलाउँछ, हरियो बोटले चाहिँ फल फलाउने गर्छ। हालेलुया। हामी हरियाली हुन राम्रो है। अनि हामी केमा जरा गाडिन राम्रो? परमेश्वरको वचनमा जरा गाडिन राम्रो। हाम्रो हृदय कस्तो छ? मलिलो माटो छ भने होइन, फुसफुस पारेर मलियो माटो छ भने बिरुवाको जरा गाडिन्छ। कठोर ढुङ्गा घग्र्याङ घुग्रुङ छ भने त्यहाँ जरा गाडिँदैन। जरा गाडियो नि त मर्छ होइन। अनि हाम्रो हृदय चाहिँ कस्तो छ त? हामीले हाम्रो हृदयमा आँखामा त मुडा राखेको छौँ भने हृदयमा के राखेको छौँ? मूर्ति राखेको छौँ। अनि परमेश्वरले भन्दै हुनुहुन्छ, सुँगुरको अगाडि मोती नफाल। सुँगुरले चाहिँ कुल्ची मिल्ची पार्छ।